आँखामा केचा लागिनु भ्याउँछ त कसको त्यो आफ्नो मोबाइलमै हो होइन मेरो आँखामा केचा लगाउँछ र कसको के चलाएको छ र आफ्नो आँखामा केचा लगाएको जस्तो मान्छे भर्खर उठ्याएर अहिले पानीको यो होला क्या त्यो औँलो पनि कत्रो सग्ले बारीको देखिन्छ मेरो त देखिँदैन त्यत्रो यो त हामी जहाजमा छौँ नि यो पानी जहाजमा यो हामी जस्तै यो यतापट्टि झुल लगाएको छ यो सुत्ने अरू केटाहरू गइसक्यो नि अरू गएको छन् टुकी यता यो जहाजको घर हो यो ठुलो यो यता उलोदेखि देखाउन सकिने यो क्यामेराले भ्याउँदैन होइन यो जहाजको एक साइडको यो घर हो अनि यो जस्तै हामीले म देखाएको यो कन्टेनर हो यो कन्टेनर बोक्छ एक साइडको कन्टेनर देख्नु पनि कति माथि हाइसम्म छ देख्यो नि होइन देख्यो हो यो कन्टेनरहरू भयो अनि टक्क यो झुल भयो यो झुलमा सुत्ने ट्याक्क है ट्याक्क सुत्ने खै सुतौँ त आउँदा यसरी कसरी सुत्ने भन्ने म देखाउँछु यसरी सुत्नुपर्छ देख्नु हो ट्याक्क यसरी टक्क त्यो गर्ने अनि टक्क यसरी टक्क आनन्दसँग चाहिँ एकछिनसम्म फ्रेस तरिकाले मोबाइल सोबाइल चलाउने टक्क कानमा हेर्नु हाल्ने होइन टक्क झ्याप्प निद्रा लाग्छ गजब निद्रा लाग्छ यस्तो हुन्छ यो भित्र छिर्ने हो यो चाहिँ नि यहाँ जहाजभित्र छिर्ने हो यो घरभित्र मात्र पाइलटहरू एकदम अफिसरहरू ठुल्ठुलो छिर्छ नि यो मेरो झोली यहाँनिर चाहिँ मेरो झोली यहाँनिर छ टक्क यो झोलासोलाई यहाँ राखिया छ होइन यस्तो छ यतापट्टि यो डोरी बान्ने ठाउँ हो यो डोरी बान्ने ठाउँ देख्नु भ्याउँछ नि डोरी बान्ने ठाउँ त्यता उता नयाँ पोर्ट बन्दैछ अगाडि उता त्यो अलिअलि मधुरो देखियो होला त्यो नयाँ पोर्ट बन्दैछ त्यहाँ अनि यो घर साइड यस्तो होइन जोस् काम ठिकै छ काम जोस् के छ भनेपछि अलिकति सुत्न अलिकति गाह्रो छ नि सुत्न निन्द्रा चाहिँ अलिकति खासै पुग्दैन मान्छेहरूलाई हामीलाई होइन नत्र काम जोस् ठिकै छ यहाँ समुद्रमा एउटा जहाज आउनु लागि आउँछ उतातिर उच्छु हेर्नुहोस् उतातिर जहाजहरू स्ट्यान्ड बाई छन् ठाउँमा त्यहाँ होइन त्यस्तो छ हेर्नुहोस् समुद्रमा जहाजमा हाम्रो काम यस्तो छ भन्नुहुन्छ हेर्नुहोस् त्यही हो सबैले चाहिँ नि यो भिडियो चाहिँ हेरेर चाहिँ नि यसो साथ सपोर्ट गरिदिनु होला यसो लाइक सेयर सब्सक्राइब के हुन्छ कसो हुन्छ यसो मिलाएर सबैले गरिदिनु होला भन्ने चाहिँ एकदम आशामा छु हस्त धन्यवाद फेरि अर्को भिडियोमा चाहिँ नि भेटौँला